नमस्ते नमस्ते ल दाइ यस्तो छ यो छ्याङाउने क्याम्प हो दाइ यो चाहिँ के हो यो ऐला खाने भाँडो हुनसक्छ यो चाहिँ मिठो मिठो मलाई एभरेज लाग्यो मैले एफएम सुन्दैछु एफएम सुन्दै हुनुहुन्छ के एफएम प्रहरी एफएम प्रहरी एफएम तपाईँ प्रहरी हो कि क्या ल आज चाहिँ किन यो भिडियो भन्दाखेरि चाहिँ ट्याक्क लगाएर म चाहिँ नेवार घाँस आएको छु होइन दाइले उहाँ हेर्दै हुनुहुन्छ यस्तो छ होइन आज चाहिँ यहाँ बसेर यसो नेवारी आइटमहरू चट्ट लाएर खाने नमस्ते नमस्ते ल दाइ के छ त तपाईँको हालखबर एकदम ठिकठाक छ तपाईँले मलाई चिन्नुभयो भएन चिने छ ल भन्नु अरू के छ यहाँ के छ स्पेसल तपाईँले काम गरेर कति भयो मैले काम गरेको चाहिँ 3 महिना भयो 3 महिना हजुर हो तपाईँले अस्ति म आउँदाखेरि भर्खर भर्खर काम गर्न थाल्यो भन्नुहुन्थ्यो मेरो चाहिँ थर्ड टाइम हो कि फर्स्ट टाइम चाहिँ अर्को एकजना सिन्धु पाल्छ कि कहाँ गएको भएको थियो हजुर हजुर त्यसो चाहिँ तपाईँको घर तपाईँ चाहिँ कता बस्नुहुन्छ यहीँ हजुर मेरो घर धारिङ हो म बस्ने चाहिँ यहीँ हुन्छ स्टाफहरूलाई चाहिँ हजुर ल दाइ म भित्र छिर्छु है त सर ओके ल यस्तो छ यहाँनिर चाहिँ के छ यहाँनिर सट्टा हात धुने हो ठिक सर ल यस्तो छ यहाँबाट आउटलुक बवाल छ होइन पार्किङ त यहाँ पनि थियो हामीले बाहिरै गरिदियो लगाएर यता किचन रहेछ त्यसपछि आएर यता बार यहाँ पनि बस्ने ठाउँ रहेछ बार रहेछ त्यहाँनिर बवाल बार जुत्ता खोल्न जानु पऱ्यो नि केटाहरू चाहिँ ठ्याक्क लगाएर गइसक्यो म चाहिँ जुत्ता खोल्छु त्यसपछि जान्छु अनि खाने हो के खाने हो नाम चाहिँ मलाई नेवारीहरूको छोइला कचेला भुटन भन्ने मात्र थाहा छ तर छोइला भन्दा के आउँछ नि थाहा छैन क्या ठिकै छ केही छैन हो भित्र जाउँ एउटा साथी पूजन भन्ने फेरि बाहिर आयो त्यो दुबईबाट फेरि बाहिर जानु लागेको छ अनि त्यसपछि लास्ट टाइम यसो बसौँ न भनेर आएको हो होइन ठिक छ ल यसो जाउँ यस्तो छ यहाँको बार चाहिँ ट्याक्क लगाएर यो छ्याङाउने क्याम्प हो दाइ बस यहाँको बाहिर यस्तो छ ल दामी दार केटाहरू यहाँ छन् केटाहरूलाई कुनामा गएर के हो केटाहरू कुनामा चट्ट लाएर बसेको छौ त जुत्ता सुत्ता खोलेर आनन्दसँग ल पुकार के छ त ठिक छ अहिले चाहिँ हामी अब यसो खानाहरू देखाइदिन्छौँ होइन कस्तो आइज है आइज ठिक छ ल सर आज म्युजिक स्युजिक भइदियो भए दामी हुन्थ्यो बस्ने ठाउँ पनि बवाल छ ल हाम्रो भ्लगिङ चाहिँ अहिलेको लागि बन्द गरिदिउँ धेरै लामो बनाएर नि खै खासै बोल्न केही आउने होइन नेवारी फुड इज अलवेज बेस्ट फर बाहुन बिकज हामी यहाँ त सबै बाहुनै त हो नि होइन बाहुन त्यही त बाहुन छेत्रीको घरमा भोज कस्तो हुन्छ ल भने भोज भने चाहिँ कुखुराको मासु ट्याक्क पकाएर भातसँग खाएपछि भोज हो नेवारहरूको खाजा नि गनिन सक्नुहुन्छ हो कि होइन भन त ठिक हो नि त्यही भएर नेवारी फुड इज अलवेज बेस्ट एन्ड ट्रेडिसन अल्सो भनिदिउँ न कल्चर सल्चर सब बवाल हुन्छ नि नेपाल चिनाउने नेवारीले हो नि त के हो ठिक छ ल यस्तै हो चिनाउने भने सबैले चिनाउनु पर्छ आफ्नो आफ्नो तर्फबाट काम गरेर हो वहाँनिर खैरेहरू पनि आएर खाएर बसिरहेको छ ल यहाँ यस्तो छ ट्याक्क लगाएर केटाहरूले ड्यामडुम खाइसक्यो होइन पुकार कस्तो छ त मिठो 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 कस्तो छ अरे एकदम मिठो मिठो भन्न कस्तो छ भाइ कस्तो रहेछ भाइ भाइ त गायब भयो होइन मिठो मिठो रहेछ झरी हो यसलाई यो के रहेछ यो हेरौँ है त अहिले लास आउनु पर्यो एक पिस त मलाई त फेरि फर्स्टमै नै आउँछ नि यस्तो गरौँ हान्छु भयो त हान्छ दिन्छ त्यो मिठो मिठो ठिक छ ल ज्याम खाऊ बस यो चाहिँ मलाई एभरेज लाग्यो मलाई चाहिँ सबभन्दा मिठो कुन लाग्यो भन्दाखेरि भर्खर खाएकै लाग्यो त्यो भाइले लिएर गएको के भन्छ यसलाई चाहिँ तर थाहा छैन मिठो मिठो छ ल लास्टमा चाहिँ हामी नेवा घाँसमा एक्लै भयौँ होइन
कोही पनि छैन पछाडि केटाहरूले तर सुकुटी के खाए के खाए होइन सब मिठोवाला एउटा ब्रदर पनि आएको थियो होइन भेटघाट चाहिँ भयो तर भिडियोमा हाम्रो कन्ट्याक्ट हुन सकेन ठिकै छ केटाहरूले अब के भनेको छ मोमो भनेको छ होइन नेवारी खाजाहरू खाने हो भने चाहिँ यो पनि एउटा दामी ठाउँ हो पाटन वरिपरि काठमाडौँतिर हुनुहुन्छ भने तपाईँहरू असीम दङ्गाल पुकारको एन्ड पूजन पाण्डे एन्ड सुरज दाहाल पूजन पाण्डे इज गोइङ टु दुबई इङ्ग्लिस भने यति हो टुटे फुटेको अलिअलि आउँछ त्यही पनि सर र हेरिदिनु होला भ्लग भनिदिएँ ल यस्तै छ यहाँ चाहिँ होइन तर यहाँनिर बस्दाखेरि चाहिँ लास्ट रमाइलो लाग्ने हो कि आज चाहिँ किन अस्ति नै एकचोटि आउँदा पनि लास्ट मान्छे थियो म्युजिकहरू पनि भयो शुक्रबार हुने रहेछ होइन शुक्रबार र शनिबार चाहिँ म्युजिक हुने रहेछ त्यो टाइम मिलाएर आउनु यहाँको खानाहरू चाहिँ मिठो छ अस्ति हामी भट्टिजाम गएको थियौँ केही टाइम अगाडि तर त्यहाँको चाहिँ हामीले के प्ल्याटर मगाएको थियो केटाहरूले एक थोपो पनि खाएन बोडी सोडी अलिकति मिठो नलाग्ने भन्दा नि हामीलाई चाहिँ स्वाद नपर्या भनौँ न त्यस्तो थियो होइन आजको चाहिँ केटाहरूले सफा चट बनाए यहाँबाट चाहिँ यो चाहिँ के हो यो ऐला खाने भाँडो हुनसक्छ यो चाहिँ ठिक छ अब यो हल्का भ्लग गर्ने भिडियो बनाउने भनेको चाहिँ हल्का नलजाउनु पर्ने रहेछ होइन तर लाज चाहिँ लास्ट लाग्ने के यताउता मान्छे हो नि अब के बोल्नु होइन त त्यही पनि बोलिन्छ होइन ठिकै छ केही छैन ल सबैजना गुड नाइट अब बेलुका भिडियो अपलोड गरियो भने बिहान चाहिँ गर्दिनँ यही गुड नाइट भने भएर ट्याक्क लाएर के लाएर रे भाइ ट्याक्क लाएर हामी चाहिँ टोइलेट जाँदैछौँ टोइलेट गएको पनि के भ्लग बनाउनु होइन भ्लग बनाउने भनेको चाहिँ अब जेको पनि बनाइदिनु पर्ने कि बार दामी बार बन्द हुनु लाग्यो नेवा घाँसा यस्तो छ ल यहाँनिर होइन दामी छ यस्तै छ जिन्दगानीमा रमाइलो गर्नुपर्छ अरू भने यस्तै हो यहाँ बसेर आइज 1 मिनट चाहिँ हामी तपाईँलाई लाइफ लेसन दिन्छौँ होइन कस्तो लाइफ लेसन भन्दाखेरि हामीलाई नै थाहा नभएको लाइफ लेसन भन पुकार हाउज लाइफ गोइङ होइन के छ त जिन्दगी कलेज जान्छ भोलि बिहान उठेर के गरी जाने हो 6 बजे कलेज जानु छ होइन कलेज घुमघाम सबै हुनु पर्यो ठिक छ ब्यालेन्स होइन कति भयो ल भन्छ हिँड्नु चाहिँ भन्नु त धेरै बसी हिँड्यो धेरै बसी काठमाडौँमा लगभग 1 महिना बसी नै आयो काठमाडौँ ठिक छ यस्तै त हो नि तैँले पनि तेरो कामहरू अहिले गरिरहेको छ सब केही टाइम फ्री भइस् होइन यही टाइममा हो घुम्ने पनि होइन तर जे जस्तो भयो नि ठ्याक्क आफूलाई 6 मन्थ्स चाहिँ आफ्नो लागि चाहिँ इन्भेस्ट गर्नु भन्छु म चाहिँ वर्षमा होइन अहिलेको लागि चाहिँ अब के गरौँ भइरहेछ भने चाहिँ होइन अर्को लागि 6 मन्थ चाहिँ पहिला आफू इन्भेस्ट गर्ने अनि त्यसपछि चाहिँ बाहिरको एक्सप्लोर गरौँ भन्छु कि म चाहिँ मैले आफूलाई 6 मन्थ इन्भेस्ट गरेपछि चाहिँ यता सुन न तेरो र मेरो भ्यू चाहिँ ठ्याक्कै फरक रहेछ कि म चाहिँ के भन्छु भन्दाखेरि होइन आफैलाई जुन बेला पनि एक्सप्लोर गर्ने कि होइन पहिला आफूलाई के चाहिँ चाहिरहेछ होइन आफूलाई के चाहिरहेछ पहिला ट्याक्क लागि 6 मन्थ चाहिँ मलाई चाहिँ के लगाइरहेको छ भन्दाखेरि होइन ट्याक्क लगाएर पहिले 6 मन्थ चाहिँ आफूलाई कहाँ बसेर हुन्छ के गरेर हुन्छ 6 मन्थ चाहिँ ट्याक्क लगाएर आफूलाई के गर्न मन लागेको छ त्यो गरेपछि चाहिँ अनि त्यसपछि चाहिँ बाहिरको एक्सप्लोर गर भन्छु अनि यता सुन्नु त मलाई त यही मन लागिरहेको छ कि हो यो यसो क्यामेरासम्म नि यताउति घुमाउने गफ दिने के हो त्यो ठिक हो तर गफ दिनु नि होइन यता सुन्नु म मेरो मनको कुराहरू लकचक छ कि लकचक छ सुन्ने मान्छे त हेर त्यत्रो छैन हेर सुनिदिने मान्छे होइन जसलाई मन लाग्छ यहाँबाटै सुन्छन् होइन ठिक छ तेरो कुरा नि मैले नराम्रो भनेको होइन तेरो भ्यू पनि ठिक छ मेरो भ्यू चाहिँ के लाग्यो तेरो पनि ठिक हो आफ्नो पर्सपेक्टिभ हो होइन पर्सपेक्टिभ तेरो र मेरो पर्सपेक्टिभ गर्दा गर्दै 10 वर्ष 15 वर्ष कटिसक्यो तेरो त मैले 15 वर्ष यसको त मैले सिनियन पुछ्दै थियो यसलाई थाहा छैन होइन थाहा छ कि छैन ल तेरो मेरो त लास्ट भइसक्यो एलकेजी युकेजी देखेर जिन्दगीमा अब जे भए पनि म के भन्नु होइन भन्यो भने अलिकति यसको मात्र जस्तो भन्ने अलि हुँदैन यो कुरा डिस्क्राइब गर्नु नि अलिकति गाह्रो हुने रहेछ तर धेरै साथी भनेको चाहिँ जहाँबाट छुट्टिन्छ नि त्यहीँबाट सुरु हुनुपर्ने रहेछ कि भेट्ने बित्तिकै हो कि भन्छ जहाँबाट छुट्याएको त्यहीँबाट अब तर मैले तेरो मेरो नि कामले कति ग्याप हुन्छ भेट्ने मेरो के हुन्छ होइन लाइफमा यस्तो हुन्छ तर त आफ्नो हिसाबले हिँड्दै हुन्छस् म आफ्नो हिसाबले हिँड्दै हुन्छ होइन त्यो हुँदा बिचमा एउटा ग्याप चाहिँ हुन्छ कि जस पनि हुन्छ त्यो तेरो ग्यापलाई हामीले अनि बुझ्नु पनि पर्यो नि त बुझ्नु नै साथी हो कि हो कि न त तेरो कामले हिँड्दै हुन्छस् मैले ल भेटेन यताउति बोलेन भनेर त्यो भन्ने ठिक होइन नि त
होइन त्यो लाइफमा एउटा हिँड्दा सबैको हुन्छ सबैको हुन्छ एउटा त्यसलाई फेजमा एक्सेप्ट चाहिँ गर्नु नै ट्याकल अलिकति अब तर म यसरी हिँडे भेट भयो भने तेरो 1 वर्ष भयो होला हो कि ल भन्दा अहिले चाहिँ धेरै पछि तर म हिँडेँ कति आज तर्मसँगै हिँडेँ नि धेरै पछि होला धेरै पछि वाइल्ड पछि 1 वर्षै भयो कि एक वर्ष ठ्याक्कै भइसक्यो यस्तै छ ल अब भेट तर म बोल्यो भने त कसम आधी घन्टाको भ्लग बन्छ कि बन्छ कि बन्दैन बन्छ। तर अब यो इन्ट्रेस्टिङ धेरै मान्छे हुँदैन यो राम्रो कुरामा होइन कुरा सुन्ने नि धेरै हुँदैन धेरै कुरो हुँदैन होइन त्यही पनि अब त्यही भएर यो कुरा भन्न मन लाग्दैन कि त्यही पनि मनबाट कहिलेकाहीँ चाहिँ खोलाउ न कहाँ खोज्नु हो कि नि ल भन्छ यस्तै छ होइन जिन्दगीमा गर्नुपर्छ आफूले चाहेको गर्नुपर्छ राम्रो गर्नुपर्छ सबलाई होइन कसैको नराम्रो नहोस् भन्ने सोच हो मेरो त हेर जहिले पनि त्यो त त्यही हो कि नि ल भन्छ ठिक छ यो समाउँदा समाउँदा हात पनि दुखिसक्यो ठिक छ उठाउँदै अब खै जाउँ होला कलेज लाइफ पनि कलेज कहिले सकिने हो होइन होइन सकिन्छ 2 वर्ष सकिन्छ त्यो पनि कलेज लाइफ पनि राम्रो छ ब्यालेन्स छ होइन जाँदाखेरि हल्का रिफ्रेसिङ त्यहाँनिर छुट्टै छुट्टै कुराहरू बुझ्न पाइन्छ सब मान्छेहरू हामीले कति मान्छे भेटिरहेका हुन्छौँ अननोन मान्छेहरू हो किन तिनीहरूबाट नि हामीले नलेजहरू सिकिरहेका छौँ अब राम्रो नलेज नराम्रो नलेज त्यो छुट्टैको छ होइन त्यसको लिने लेसनहरू द्याट्स गुड अब यहाँ हामीले बोले यहाँनिर सुन्ने छ कि छैन चाहिँ थाहा छैन होइन त्यही पनि यसरी बोल्न थाल्यो भने त वाइल्ड बोलिन्छ ठिक छ ल अहिलेको लागि हामी बन्द गर्छौँ भित्र जाउँ केटाहरूलाई भेटौँ अब चाहिँ हाम्रो वाइल्ड निक्लिने बेलै नै भइसक्यो कि अब कति बज्यो हाम्रो होइन ठ्याक्कै हेर्दा कति बज्यो 9:15 9:15 भयो होइन ठ्याक्कै अब निस्किनु अब चाहिँ निक्लिनु नै पर्छ यहाँबाट सबजना निक्लिसक्यो हामी पनि निक्लिन्छौँ ओके यति भन्दै अब के छैन अब के हुने यस्तै हो यस्तै हो लाइफमा इन्जोय गर्नु जे मन लाग्छ त्यही गर्नु अनि लिभिङ इन प्रेजेन्ट गर्नु होइन अरूले एक्सेप्ट गरे नि नगरे नि आफै चाहिँ एक्सेप्ट गर्नुपर्छ कि आफ्नो कुराहरू होइन यो मोटिभेसन धेरै दियो जस्तो लाग्यो यसलाई यहीँ बन्द गरेर हाम्रो भ्लग पनि यहीँ बन्द गर्नेछौँ आजको लागि धन्यवाद उहाँ भेट्छौँ ठिकै छ ल बाई बाई गुड नाइट भन्दै एकचोटि हामी यहाँ तर दाइलाई चाहिँ भेट्न गइदिउँ ल यहाँनिर हाम्रो दाइ हुनुहुन्थ्यो त दाइ ल लास्टमा तपाईँलाई नै भेट्न आइदिउँ म त तपाईँबाट ओपनिङ भएको तपाईँबाट तपाईँ के सुन्दै हुनुहुन्छ म अहिले एफएम सुन्दैछु एफएम सुन्दै हुनुहुन्छ के एफएम प्रहरी एफएम प्रहरी एफएम तपाईँ प्रहरी हो कि क्या अब सेरडे भनेपछि अब हेर्नु न अब त्यहाँ देख्दाखेरि पनि अब प्रहरी जस्तो ल रमाइलो गराइदिनु मेरो भ्युअर्सलाई हजुरको भ्लग चाहिँ एकदम राम्रो होस् राम्रो होस् र हजुरलाई थ्याङ्क यू फर भिजिट आवर नेवासा ओके हाउ डु यु फिल भिजिट आवर नेवासा इट्स वार्म वेलकमिङ फ्रम यु इन द गेट थ्याङ्क यू होइन त्यसपछि अरू त अब भित्रको इन्भाइरोमेन्ट इट्स अलवेज कुल होइन हजुर म आएको अनुसार चाहिँ होइन मलाई धेरै इङ्ग्लिस बोल्नु नि आउँदैन मन आउँदैन मन अलिअलि त्यति सोध्नु इन्जोय यो डे भन्ने हो त्यति हो इन्जोय यर नाइट अब त गएर सुत्दिने हो त विल बी ब्याक अगेन होइन फेरि पनि आउनु होला आउनु होला तपाईँ पनि दाइ राम्रो गर्नु होला जिन्दगीमा होइन अब त्योभन्दा त के भन्नु छ र मैले हजुरलाई हाम्रो नेवा भाषाको लागि तीर्थयात्राको लागि धेरै धेरै शुभकामना ओके ब्रदर है त यति भन्दै हामी ह्यान्ड चाहिँ गरिदिउँ ल दाइ ओके बाई 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 गुड नाइट सर ओके ल हामी पनि अब यति भन्दै ट्याक्क हाम्रो डेस्टिनेसनमा लाग्यौँ तपाईँको वार्म वेलकमिङको लागि ओके बाई 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 सर गुड नाइट सेम टु यु सबजनालाई गुड नाइट ल सबजनालाई गुड नाइट भनिदिनु दाइ सबजनालाई गुड नाइट ओके बाई 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 सी यु कार्टुन्स